नमस्ते, यहाँलाई लोटस सफ्ट एन्ड योङ टेकमा धेरै स्वागत छ। म यहाँलाई आज लोटस सफ्ट एन्ड योङ टेकको बिलिङ सफ्टवेयर, फार्मेसी बिलिङ एन्ड स्टक म्यानेजमेन्ट सफ्टवेयरको बारेमा जानकारी दिन गइरहेको छु। हाम्रो सफ्टवेयर यहाँले ओपन गरिसकेपछि यसरी लगइन फर्म देख्न सक्नुहुन्छ। यो लगइन अब यहाँ लगइन फर्म यसरी इमेल र पासवर्ड हालिसकेपछि यहाँहरूले लगइन गर्न सक्नुहुन्छ। यसरी ड्यासबोर्ड देख्न सक्नुहुन्छ। ड्यासबोर्डमा यो सबै फिजिकल इयर, करेन्ट मन्थ सेल्स, टुडे सेल्स यिनीहरू यसरी सबै देख्न सक्नुहुन्छ। कस्टमर, प्रडक्ट, लो स्टक प्रडक्ट, अनि एक्सपायर इन 6 मन्थ, अनि एक्सपायर भइसकेको, अनि एक्सपायर इन 1 मन्थ, यसरी हामीले सबै देख्न सक्नुहुन्छ। समरी, यो समरी 1 भयो। हामी समरी 2 मा फेरि सेल्सको कुरा भइहाल्यो। अनि त्यसको अलावा पर्चेजहरूको फिजिकल, करेन्ट मन्थ, टुडेज, अनि प्रफिटहरू मन्थ सबै हेर्न सक्नुहुन्छ। र यहाँहरूले हाम्रो पसलमा भएको एक्चुअल कति एमाउन्टको भ्यालुको औषधि छ भनेर पनि हेर्न सक्नुहुन्छ। त्यसको एमआरपी प्राइस कति छ त्यो पनि हेर्न सक्नुहुन्छ। अनि हाम्रो लेफ्ट साइडमा यहाँ नेभिगेसन मेनुहरू हुन्छ सबै, प्रडक्ट, सप्लायर्स, कस्टमरको सबै डिटेलहरू भइहाल्यो। इन्भोइस जेनेरेट गर्नेदेखि लिएर लिस्टहरू हेर्नुभयो। सेल्स रिटर्नहरू भयो। पर्चेजबाट सबै स्टक म्यानेजमेन्टदेखि लिएर स्टकहरू, अनि भेन्डरहरूको सबैहरू त्यहाँ भइहाल्यो। अनि पर्चेज रिटर्न भइहाल्यो। रिसिभ भइहाल्यो। रिसिभले कस्टमर पेमेन्ट गरेको डिटेलहरू भइहाल्यो। त्यसपछि भाउचरमा हामीले पार्टी डिलरलाई पेमेन्ट गरेको डिटेल भइहाल्यो। अनि सेटिङमा हाम्रो कम्पनीको सेटिङहरू सेट गर्ने। अब हामी प्रडक्टमा जान्छौँ। प्रडक्टमा यसैले यहाँहरूले सबै लिस्टहरू हेर्न सक्नुहुन्छ। अब नेम भइहाल्यो, जेनेरिक नेम भयो, कस्ट प्राइस भयो, एमआरपी, टोटल स्टक, अनि यसरी हामीले एडिट पनि गर्न सक्छौँ। एडिट, एड सबै गर्न सक्छौँ। अब यहाँ चाहिँ अब तपाईँहरूले नेमहरू, अपडेटहरू, कस्ट प्राइस, एमआरपी अब अपडेट गर्न सक्नुहुन्छ यसरी। अनि मिनिमम स्टक भनेको रिअर्डर लेभल, अनि यसरी अपडेट गर्न सक्नुहुन्छ। सिमिलरली अब एड प्रडक्ट पनि सेम नै हुन्छ। अब त्यही प्रडक्ट नेमहरू त्यो सबै त्यही डिटेल भर्ने हो, अनि सेभ भएपछि हुन्छ। अब हामीले सप्लायर्स भनेको भेन्डर डिलर चाहिँ अब यसमा नि त्यही सेम नै हुन्छ। तपाईँ सप्लायर्स नेम, एड्रेस, फोन, कन्ट्याक्ट पर्सन, ब्यालेन्स भनेको हामीले लिन दिन कति के छ सबै देखिन्छ। माइनसमा छ भने एडभान्समा भइहाल्यो, प्लस छ भने हामीले तिर्नु पर्यो। अनि उनीहरूको लेजर हेर्न सक्यो। लेजरमा यसरी सबै कुन भोचर कहिले कति भोचरमा कति पे गर्यो, अनि पर्चेज आइडी भनेको कुन बिलमा हामीले कतिको पर्चेज गरौँ, अनि उनीहरूलाई दिन कति छ, लिन दिन सबै त्यहाँ तल पनि हेर्न सक्यो। कम्पनीको नेम सबै हेर्न मिल्यो। यसरी कम्पनी सबै हेर्न सक्यो। अनि एडिट गर्न सक्यो। डाटा एक्सपोर्ट गर्न सक्यो। अब सिएसपी, एक्सेल, प्रिन्ट सबै गर्न सक्यो। यसरी डाटा पनि हेर्न सजिलै मजाले गर्न सक्यो। अब नयाँ कस्टमर एड गर्यो भने एड न्यू गऱ्यो भने हाम्रो टपमा हुन्छ एड न्यू सप्लायर्सको भइहाल्यो। अनि यसरी सबै डिटेलहरू गर्न सक्नुहुन्छ। सप्लायर्सको डिटेलहरू न्यू गर्नदेखि लिएर सबै गर्न सकिन्छ। अब हामी कस्टमरमा जान्छौँ। कस्टमरको भ्यू, कस्टमर यहाँ पनि सबै कस्टमरको सबै डिटेलहरू हेर्न सक्छौँ। अब यो नेमदेखि लिएर अब यो सबैको चाहिँदैन, जस रेगुलर कस्टमरको राख्दा हुन्छ। अनि ब्यालेन्सहरू क्रेडिटमा सेल्स हो भने त्यो त्यहाँ देख्न सकिन्छ। अब माइनस भनेको एडभान्समा भयो। अनि यति हामीले लिन यहाँ सबै एकैचोटि त्यही लिस्टमा हेर्न मिल्यो। अनि नयाँ एड गर्नु पऱ्यो भने सर र फर्म भरेपछि सेभ भइहाल्यो। सेभ गरेपछि आइहाल्यो। अनि लेजर पनि हेर्न सकियो। यसरी सबै यो पेसेन्टको यसरी एड्रेस सबै कति कहिले कुन पर्चेज बिलमा के प्रडक्ट सबै हेर्न मिल्यो, कति भयो, अनि उसले पेमेन्ट भयो, सबै लेजरमा हेर्न मिल्छ। उनले लिने त कति छ लास्टमा पनि हेर्न सक्यो। अनि नयाँ पेसेन्ट एड गर्नलाई हामीले यसरी एड न्यू पेसेन्ट अथवा कस्टमर यहाँबाट हामीले गर्छौँ। अनि अपडेट गर्न सक्छौँ यसरी। अनि पेसेन्ट स्टार्टर अन अफ गरेको अब हामीले पेसेन्ट बिल काट्ने बेला अफ छ भने त्यो लेखिँदैन, त्यही भएर फोन राख्नु पऱ्यो। यसरी पेसेन्ट अपडेट पनि भयो। यसरी न्यू पनि सेम प्रोसेस हुन्छ। अनि हामीले त्यो पेसेन्टको लिस्टहरूलाई एक्सपोर्ट गर्न, प्रिन्ट गर्न पनि सक्छौँ। अब एक्सपोर्टहरू भइहाल्यो।
अनि हामीले रोहरू कतिवटा देखाउने भनेर त्यो हामीले फिल्टर गरेर हेर्न सक्छौँ, त्यो चेन्ज गर्न सक्छौँ है। सर्च पनि गर्न सक्छौँ, सर्च बारबाट पेसेन्ट नेम सर्च गर्न सक्छौँ। अब हामी इन्भोइसमा जान्छौँ। इन्भोइस भनेको अब मेन चाहिँ हाम्रो सेल्स भयो। सेल्समा हामीले सेल्स गरिसकेपछि इन्भोइस जेनेरेट हुन्छ, त्यसको सबै डिटेलहरू यहाँ यसरी हेर्न सक्नुहुन्छ। कस्ट अनि इभन इच इन्भोइसमा कति प्रफिट भयो पनि हेर्नु मिल्छ। एक्सपोर्ट पनि गर्न सकियो डाटाहरू। अनि अब यो डिफ्रेन्ट मिडियामा एक्सपोर्ट गर्न सकियो, हामी फिल्टर गर्न सक्यो, डेट वाइज फिल्टर गर्न सकियो, सर्च बाई कस्टमर नेम अथवा पेसेन्ट नेमबाट सर्च गर्न सकियो, डेट फिल्टर गर्न सक्यो। अनि यसरी अब त्यहाँ मन्थ छ, हामीले अहिले अगाडि कुन मन्थको कहिलेको हेर्नु मिल्यो, त्यहाँबाट डेट क्लिक गरेर अनि त्यो सेलेक्ट गर्छौँ। नम्बरमा क्लिक गर्नु पऱ्यो अनि यता कहिलेसम्मको हो, त्यही दिनको हो भने त्यही दुवैतिर त्यही दिनको सेलेक्ट गर्नु। यसरी सेलेक्ट गरेपछि अब सबै लिस्ट आयो। अब अलिकति यो अलि लङ रेन्जको भयो, जस्तो अलिक कम रेन्जको जति डेट रेन्जको पनि सेलेक्ट गर्न सकिन्छ। यहाँ लेफ्ट राइट गरेर त्यो मन्थहरू चेन्ज हुन्छ। अनि यसरी अब यति हामीले लिमिटेड मन्थको पनि यसरी सेलेक्ट गर्न सक्यो, एक्सपोर्ट गर्न सक्यो, प्रिन्ट गर्न सक्यो। अनि एक्सपोर्ट डाटा प्रिन्ट गरेपछि जहाँ अरूलाई कसैलाई सेयर गर्न पनि मजाले सक्यो। यो एकदमै इजी छ। अब इन्भोइस जेनेरेट गर्नलाई हामीले यो भ्यू डिटेल भयो, यो बिल हामीले जेनेरेट गरिसकेपछि यो सबै डिटेल भयो। अनि यसरी सबै हेर्न चाहिँ इन्भोइसहरू डेट भयो, डेट नेपाली डेट, इङ्ग्लिस डेट सबै भइहाल्छ। अनि प्रोडक्ट क्वान्टिटी, युनिट प्राइस, एक्सपायरी, ब्याच, टोटल सबै यसरी भइहाल्यो, सब टोटल। अनि टोटल डिस्काउन्ट छ भने डिस्काउन्ट, अनि कसले जेनेरेट गरेको सबै हेर्न मिल्यो। अब हामीले न्युज जेनेरेट गर्नलाई हामीले साइडबाट अटेन्ड गर्नु, माथिबाट गर्न मिल्यो। अनि जेनेरेट इन्भोइस गर्छौँ। अब यहाँ चाहिँ अब कस्टमर न्यू पनि गर्न सक्यो, जनरल कस्टमर जनरल गर्न सक्यो, अथवा कुनै पेसेन्टलाई सिलेक्ट गर्यो भने त्यो पेसेन्टको अलरेडी डिटेलहरू त्यहाँ देख्न सकिन्छ। र हामीले प्रोडक्ट यसरी सिलेक्ट गरिसकेपछि स्टकमा कति एभाइलेबल छ त्यहाँ पनि देखिन्छ। र अब हामीले अब कति क्वान्टिटी हामीले त्यहाँ टाइप गर्छौँ। अनि त्यो अनि त्यसको ब्याज फरक छ भने त्यो ब्याजको अनुसारको प्राइसिङ पनि अटोमेटिक त्यहाँ आउँछ। अब त्यो अहिले बिलमा देखिन्छ यसको डिटेल, अथवा त्यहाँ लेफ्ट साइडमा पनि दिएको छ। जस्तो एक्सपायर डेट 8/31/3 अनि अर्को चाहिँ 12 भनेर त्यहाँ पनि देखिएको छ। यसरी हामीले न्यू गर्न सक्यो, यसरी मल्टिपल गर्न सक्यो, त्यसको स्टक देखियो। अब हामीले डिस्काउन्ट चाहिँ पर्सेन्टमा दिन सक्यो, फिक्समा पनि दिन सक्यो। अटोमेटिक त्यो चेन्ज हुन्छ। जस्तो यताबाट 7 चेन्ज गर्ने बित्तिकै त्यसको पर्सेन्ट सेभ भयो। अब हामीले यसलाई सेभ गरेपछि यसरी पेमेन्ट मेथड आउँछ। पेमेन्ट कसरी गरियो सबै यो मेथडहरू चुज गर्ने कुरा हो। अब हामीले मेथडहरू मल्टिपल मेथडबाट पेमेन्ट गर्न सकिन्छ। अनि हामीले रिमार्क लेख्न सकिन्छ, यसलाई हामीले सेभ पनि गर्न सक्यो, विदाउट पेमेन्ट पनि सेभ गर्न सकिन्छ। क्रेडिटमा सेल गर्यो भने पार्सल पेमेन्ट पनि गर्न सकिन्छ, सबै गर्न सकिन्छ। त्यो सबै रेकर्ड हुन्छ, सबै लेजरमा देखिन्छ। अनि साइनेक्स चाहिँ अघि मैले ब्याच अनुसार कुनै एउटा ब्याचको चाहिँ कस्ट प्राइस सेल प्राइस 3 हो भने अर्को ब्याचको 4, यसरी पनि टक्क त्यहाँ त्यही अनुसार आउँछ। एकदमै सिस्टम त्यो पर्फेक्ट छ यो चाहिँ। अब सेल्स रिटर्न, अब कस्टमरले फिर्ता गरिसक्यो भने अब त्यसको रेकर्ड चाहियो, त्यसको सबै चाहियो। अनि यसरी हामीले सेल्स रिटर्न लिस्टहरू हेर्नु पऱ्यो, डिटेल हेर्न सक्यो, एड गर्न सक्यो, सबै यसरी मजाले गर्न सकिन्छ सेल्स रिटर्न। अब त्यो पनि अनि त्यसपछि त्यो रेकर्ड सबै हुन्छ, उसको आएको पैसा अनि त्यहाँ देखिन्छ, एडभान्स देखिन्छ। अब त्यसले अब पैसा फिर्ता गरे पनि भयो, अब अथवा अरू उसले लान्छ। अनि क्वान्टिटी अब रिटर्न गर्दाखेरि बिल नम्बर चाहियो। अब त्यहाँ हामीले इन्टर हालिसकेपछि अब कतिवटा क्वान्टिटी छ त्यो गऱ्यो। अनि उसको डिटेल एक्सपायर डेट कहिले थियो त्यो दबाई चाहिँ पनि हेर्नु मिल्यो। अनि क्वान्टिटी अब जस्तो टोटल अब हामी 25 अब केही सबै नदिन सक्यो, त्यसरी घटाएर पनि दिन सक्यो। टोटलमा सबै यसरी हेर्न सक्यो। अब हामी पर्चेसमा जान्छौँ, सेल्स गरिसकेपछि पर्चेसमा जान्छौँ। अब मेन कुरा चाहिँ पर्चेस हो। पर्चेस भनेको स्टक म्यानेजमेन्टदेखि लिएर सबै कुराहरू गर्नुहुन्छ। अनि त्यो सबै हाम्रो इच पर्चेसको इच आइटमको पनि स्टक डिटेल हेर्न सकिन्छ। र हामी यो पर्चेस बिल लिस्ट भयो, पर्चेस लिस्ट अब सबै हुन्छ, कुन कस्टमरबाट ल्याएको, अनि सबै डेट फिल्टर गर्ने देखेर कतिवटा रोमा कतिवटा देखाउने देखेर एक्सपोर्ट गर्ने फाइलहरू होइन केमा गर्नु पर्यो। बिल यो पर्चेस डिटेल भयो, हाम्रो साइन्स कुन अब कतिमा पर्चेस गरेको थियौँ भने यो सबै डिटेल भयो, कुन सप्लायरबाट गर्न मिल्यो। अब हामीले न्यू पर्चेस गर्नलाई सप्लायर सेलेक्ट गर्छौँ, न्यू गर्न पनि सक्यो, अथवा त्यो अलरेडी भएकोलाई हामीले चुज गर्न सक्यो। हामीले यो जसरी हामीले गर्न चाह्यो त्यसरी गर्न मिल्यो। अब त्यो डिटेल पायो। अब अनि म्यानुअल बिलको हाम्रो रेफरेन्सहरू त्यहाँ राख्न सक्यो, अथवा अटोमेटिक जेनेरेटर जो छ त्यो पनि राख्न सक्यो।
डेट पनि हामीले डेट चुज गर्न सक्यौँ। आज हिजोको अस्तिको हो भने छुट्टीको बिल छ भने त्यहाँबाट इन्ट्री डेट चुज गरेर गर्न सक्यो। अब हामीले यहाँ प्रडक्ट चाहिँ पनि सेम अघि सेल्स गरेर चाहिँ प्रडक्ट चुज गर्छौँ। अब हामीले यो अब मेनली ट्याब्लेट र क्याप्सुलहरू केमा हुन्छ त स्ट्रिपमा हुन्छ। त्यही भएर हामीले एक प्याकेजमा कतिवटा 10वटा 15वटा 16वटा जस्तै त्यसो यसरी सबै इन्ट्री हामीले गर्छौँ। यहाँ माथि कस्ट प्राइस अब यो सबै यसरी त्यहाँबाट गरेपछि अटोमेटिकै यसले क्यालकुलेट गरिदिन्छ। पर युनिट हामीले बेच्ने भने ट्याब्लेटमा बेच्छौँ भने हामीले यसरी क्यालकुलेट गर्न सक्छौँ। यसरी ब्याच नम्बर पनि हामीले अटो जेनेरेट पनि हुन्छ। हामीले त्यो बिल अनुसारको राख्न सक्यो। एक्सपायरी डेट अब अलरेडी 2.5 इयरको अलरेडी एड गरिदिन्छ सिस्टमले। अब त्यसबाट हामीले तलमाथि गराउन सक्यो। कस्ट प्राइजहरू यिनीहरू अटोमेटिक क्यालकुलेट भइसक्यो हाम्रो अघिको डाइरेक्ट वर्कबाट। र यसरी हामीले मोर पनि गर्न सक्यौँ, जति पनि गर्न सक्यौँ, घटाउन सक्यौँ। र हामी यसरी डिस्काउन्ट पनि अघि अलरेडी मैले पर्सेन्टमा दिन सक्यो। अनि सबै गरेर यसलाई सेभ गर्छौँ। सेभ गरिसकेपछि यसलाई अब कसरी पेमेन्टमा कसरी गर्ने त्यो गर्नु। विदाउट पेमेन्ट विदाउट गो टु पर्चेज बिल विदाउट पेमेन्ट पनि गर्न सक्यो। पेमेन्ट अब हामीले अर्को नेक्स्ट टाइम पेमेन्ट गर्ने हो भने यसरी सेभ गरे त्यो बिल सेभ भइसक्यो विदाउट पेमेन्ट। अनि अब हामीले बिलको डिटेल यसरी दिन्थ्यो। अब त्यो चाहिँ अब हामीले पेमेन्ट कति तिर्नुपर्छ भने यो काठमाडौँ ट्रेड भन्ने सप्लायरको हाम्रो लेजर हेऱ्यौँ भने हामीले कति तिर्न छ सबै देखिन्छ। अब काठमाडौँ ट्रेड भनेर सर्च गर्ने बित्तिकै उसलाई 13,885 तिर्नुपर्ने छ भनेर देखियो। अब यसको हामीले लेजर पनि हेर्न सक्यो सबै। हामीले पर्चेज बिल कति हो 24 मा 85 रुपिसको पर्चेस छ, पेमेन्ट गरेको छैन। अब टोटल त कति भयो अहिले अब नेक्स्ट टाइम एकमुष्ट तिर्न सकिन्छ। तल कति छ तिर्न सबै हामीले तिर्न गरिन्छ। एकमुष्ट देखियो, सजिलो भयो, केही टेन्सनै भएन। त्यही अनि हामी अब त्यो स्टक इनकेस केही एक्सपायर डेटहरू केही रङ भएछ इन्ट्री गर्दा पनि अब हामीले त्यहाँबाट एडिट गर्न पनि सक्छौँ। त्यो प्रोडक्ट जस्तो साइनेक्समा अथवा कुनै अर्को प्रोडक्टमा कुन बिलको कुन एक्सपायर डेटहरू क्वान्टिटीहरू प्राइसहरू पनि मिलाउन सकेछौँ। त्यो चाहिँ भन्दा पनि हामीले एक्सपायर डेटहरू यिनीहरूलाई गर्नलाई त्यहाँबाट गर्नुपर्छ। किनभने पर्चेज रिटर्न त्यताबाट मिलाउनुपर्छ। अब पर्चेज रिटर्न भनेको अब हामीले फेरि कोही सप्लायर तपाईँ एक्सपायर हुन लाग्यो रिटर्न गर्छौँ अथवा डेमेज भयो रिटर्न गर्छौँ। तपाईँ त्यो सबै रिटर्न गर्न सक्छौँ। रिटर्न गरेको त्यो सबै मजाले हेर्न सकिन्छ। सबै यो सेम नै हुन्छ। यो सप्लायर सिलेक्ट गर्छौँ। प्रडक्टहरू कुन कुन हो एकै मुस्तामा एउटै सप्लायर रिटर्न हामीले सबै एउटा सप्लायरको सबै रिटर्न गर्न सक्छौँ। के औषधि हो यसमा अटोमेटिक सिस्टमबाट कुन गरे यसले सबै त्यही अनुसारको लिन्छ। अनि यहाँ यसरी अब यहाँ डिटेल रिटर्न किन हो भनेर हामीले हेरेको सक्यौँ। अनि सेभ पछि रिटर्न गऱ्यो भने यसले अटोमेटिक पछि रिटर्न गरिदियो। अब यसरी लिस्ट हामीले देख्यो। यसमा पनि यो पछि बिल जस्तो यहाँ सबै डिटेलहरू देखिन्छ। अनि हामीले कति रिटर्न गयो कति गयो गाडी सबै यसरी मजाले हेर्न सकिन्छ। अब हामीले रिसिप्ट भनेको कस्टमरले पेमेन्ट गरेको हामीलाई रिसिप्ट डिटेलहरू अब यसमा सबै कुराहरू कति एमाउन्ट तिर्यो कोही कुन डेटमा तिरेको सबैहरू यसरी हुन्छ। यसरी डिटेल पनि हेर्न सक्यो। पेमेन्ट मेथड के गरेछ त्यो हेर्न सक्यो। डेट हेर्न सक्यो होइन सबै गर्नुभयो। अनि कुन इन्भोइसलाई तिरेको भनेर त्यहाँ त्यो इन्भोइसको डाइरेक्ट इन्भोइसलाई तिरेको भने यो इन्भोइस पनि गर्न सक्यो है। होइन भने अरू अब यसरी अब न्यू रिसिभ गर्न सक्यो। फिल्टर गरेर हेर्न सक्यो। यो सबैसँग लगभग सबैमा सेम हुन्छ। फिल्टर पनि गर्न सक्यो। कुन डेटदेखि कुन डेट एउटा फिक्स डेट पनि फिल्टर गर्न सक्यो। सबै मजाले हेर्न सक्यो। एक्सपोर्ट गर्न सक्यो। कस्टमर नेम कस्टमर वाइज हेर्न सक्यो। नयाँ रिसिभ गर्न सक्यो। बाँकी कस्टमर दिनेछ भने कस्टमर सिलेक्ट गरेपछि उसको कति तिर्नुपर्ने छ देखाउँछ। सो यो कस्टमरको 0 छ त्यही भएर 0 देखियो। अब तिर्नुपर्ने छैन। अब भौचर भनेको हामीले पार्टी डिलरलाई सप्लायर्सलाई दिनुपर्ने। अब यो हामीले दिएको रेकर्ड भइहाल्यो। अब यो हामीले फिल्टर गरेर सबै हेर्न सक्यो। भौचर डिटेल हेर्न सक्यो। कति पेमेन्ट गरेको थियौँ कुन सप्लायर्सलाई त्यो सप्लायर्सको नेम त्यहीँ देखियो। त्यसको डिटेल हेर्नु पऱ्यो त्यसरी गर्नु मिल्यो। अब नयाँ अब तिनीहरूलाई पेमेन्ट नयाँ गर्नु पऱ्यो भने यसरी गर्न सक्छौँ। अनि यो चाहिँ पेमेन्ट मेथडहरू भयो। उनीहरूलाई कति जस्तो 14,085 रुपिस तिर्नुपर्ने छ। तर हामीले अहिले 250 रुपिस तिर्यो भने 250 भयो। अब मल्टिपल मिडियाबाट तिर्न सक्यो। अब हामीले अब कति अब 200 रिमार्कमा अब आफूलाई सम्झिने कुराहरू लेख्ने हो होइन के को लागि के कसरी तिर्यो। यसलाई सेभ गरेपछि सेभ भयो। अब उसको 250 रुपिस हाम्रो घट्यो तिर्न। अब यति लगभग किन्ने हो। अब सेटिङमा जनरलहरू ब्याकअपहरू कुराहरू पासवर्ड चेन्ज गर्ने कुराहरू हुन्छ। कम्पनीको डिटेलहरू अपडेट गर्ने कुरा हुन्छ। लोगो चेन्ज गर्ने कुराहरू हुन्छ। यो सबै मजाले
कम्पनीको प्यान हो, कार्ड नम्बर, फोन नम्बरहरू केही चेन्ज भयो, एड्रेसहरू केही चेन्ज भयो भने सबै गर्नु मिल्छ। यसो लोगोहरू अपडेट गर्न सक्यो। यसरी सेभ गरेपछि कम्पनी अपडेट भयो। यो यही नै हो सर। यहाँ यो जुनै पनि फार्मेसीलाई मजाले युज गर्न मिल्छ। फार्मेसी र भेटनेरीहरूलाई भेटनेरी सबहरूलाई मजाले युज गर्न मिल्छ। यहाँहरूलाई चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।